हेलो सम्पूर्णमा हेलो एलआरबाट चाहिँ आज हामी मारी हाम्रो यो भाउजू उहाँ चाहिँ यहाँ घरमा यस्तो छ हामी दाइसहित भाउजूसहित यो सन्तानै यहाँ यो पाहुना चाहिँ यसरी घुम्छ फन 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 यो घृणा फुलेको सन्तानहरु सहमत नभएको हामी पाहुना हो यसरी घुम्छौँ फेरि फन 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 घुमेर यो चाहिँ हाम्रो अचार खाएर अब चाहिँ घरतिर लाग्ने हो योजना बनाइराखेको छ हाम्रो आमा यो यता यही घरतिर जन्मेको यतैतिरबाट हामी निस्किआउँ अब धन्यवाद भाउजू मामा माइजहरू कसैलाई पनि भेट्न पाइएन कसैलाई भेटेनौँ यसरी हामी हाम्रो गाउँ चाहिँ उयो माथि पर्छ घर चाहिँ ऊ त्यो दिलतिर कता हो कि ऊ त दिलको पछाडि पर्छ रोड उपर छ फेरि एक बलज्याङदेखि यो गाउँ गाउँ त मेरो लड्ने चाहिँ मेरो यो थिएको नै यो चाहिँ मेरो माउला घर यो चाहिँ मेरो माउला घर गाउँमा यो माथिल्लो पनि माइला मामा यो जेठा मामा पहिला चाहिँ यहाँ थियो हामी चाहिँ दसैँ तिहारमा टिका थाप्न आउँछ अहिले नआउँछ त्यो त माने माथि ग्रन्थतिर यो न यो माइलालाई दिनु ल उहाँ त अनि नआउनु हुने रे नि मैले फोन गरेको उहाँ माथि के जति पो हुनुहुन्छ अरे ढ्याडी फ्याल कि कता हाम्रो मामा चाहिँ कता काममा जानुभएको छ अरे जा हामी चाहिँ यसो छ ल होइन हामी जान्छौँ त्यस्तो होइन के र बाउ यस्तो छ अनि यो चाहिँ मायामा गाउँमा म चाहिँ गाउँतिर आएको छु आज चाहिँ गाउँतिर भन्दा नि घर त पुग्दिनँ म पनि जान्न के र बाउ ओ क्वाइतक है ल यहाँ चाहिँ स्कुल देवीस्थान स्कुल यस्तो छ यो गाउँ पुरा आनन्द छ यो म ओखमा नि क्वाइका पुग्ने भ्याल दामको त खुवाइङ हो यस्तो छ अनि यो रमाइलो जस गाउँमा बस्नुको रमाइलो नै छुट्टै छ हामी चाहिँ यो मेरो हेलो एलआर ब्लगबाट चाहिँ आज अलिकति गाउँसम्म जान्छ के चाहिँ Tapi mani meeting gronte ne. Zonde minta ne. Mu mani mo mana. Do. Me aru पेट नपिदे चाहिँ धम्पको तु छ यस्तो छ यो चाहिँ मामालाई भेटेन यो माइजु मामा तल र माथि छ यो चाहिँ मामाको घर माइला मामाको यहाँ स्कुल छ नजिकै हामी पहिला दसैँ तिहारमा अलिक सानोमा आमाहरूसँग चाहिँ टन्नै आउँथ्यौँ तर अहिले चाहिँ यसरी आउँदैनौँ यहाँनिर यो मामा भेटेन यो अलिअलि चिसो ल्याइदिएको थियौँ चाहिँ यहाँ छोडिदिइराख्नु पर्यो यहीँ यसरी झुन्डाएर राख्नु पर्यो मामालाई चाहिँ यसो चिसो ल्याइदिएको उहाँलाई चिसो मनपर्छ कि भनेर तर चिसो लिएर भेट्न आएको थियौँ नभएर चाहिँ यसरी झुन्डाइरहेको छु घरमा छोडिदिइराखेको छ यो बाख्रा पाल्नु हुँदा चाहिँ उहाँको पनि अब यो गाउँ मामा गाउँ यस्तो छ यो चाहिँ बेसिङ पहिला पहिला अहिले त अर्को बेसिङ छ होइन ढुङ्गाबाट बनाएको बेसिङ यो भाँडा धुने ठाउँ हो यहाँ पानी हुन्छ यो चाहिँ यस्तो हुन्छ यो चियाहरू हुन्छ होइन यतातिर यो पुरो यसरी अन्नहरू सुकाएको हुन्छ यो घर अहिले त प्रायः जस्तो यो हो यो नत्र भएदेखि यहाँ खरले छाएको घर हुन्थ्यो गाउँघरमा यस्तो छ यो फुलहरू चाहिँ यो गाउँ गाउँको मान्छेहरू आलचाहरू पाकेको छ आरूहरू फल्याएको छ होइन यस्तो यो फुलहरू हो हजुर हुन्छ म फर्किँदा निस्किन्छु नि फर्किन्छु कि यहाँ बाटो आउँछु कि तल बाटो जान्छु कि देउ छ तल यो आरू रहेछ यो टिपेकै चोरेको जस्तो यो लाइफ चोरेको अनि हामी चाहिँ हाय मामा न छिपेन छ यहाँ स्कुल छ फेरि यसरी अब हामी चाहिँ गाउँ घर हिँडेको बाइकमा आएको सल्लेरीबाट बिचमा बाटोमै पर्छ यहाँ चाहिँ स्कुल छ यसरी स्कुल पनि गाउँतिर अहिले त राम्रो राम्रो बनाएछन् पहिला पहिला हो भने चाहिँ हामीले यो के भन्छ यो यस्तो स्कुल कस्तो पो हुन्थ्यो यहाँ यस्तो दामी दामी स्कुलहरू बनाएछ पहिला पहिला चाहिँ चित्रको स्कुल पढ्थ्यो हामी सुरुमा चित्रको स्कुलमा पढेको माथि तर अब चाहिँ यस्तो छैन छ
रमाइलो छ। शेष घाम लागिरहेछ। बर्खा अब जेठ असार लागिसकेको भएर पनि बढी चाहिँ अब हामी अघि बढ्छौँ। मेरो एलआरलाई यति हेर्नु होला। यो धेर भन्ने बोल्ने देखाउने भन्ने छैन। यो ग्रेनफु गाउँ, ग्रेनफु र सरीमा को देवीस्थान भन्ने ठाउँमा अहिले चाहिँ बाई बाई। यस्ताहरू पाकेको छ, मिठो छ। यसो फुलहरू गार्डन छ। रातो ब्यागको कालो मेरो ब्याग, हाम्रो ब्याग यहाँ कता छ यसरी। हामी चाहिँ यसरी बराली घुमिरहेछौँ।